दर्शक नमस्ते नमस्कार सम्पूर्ण मित्रहरूलाई बीएम टेक्निकल भिडियो साउदी अरबबाट साथीहरू आजको भिडियोमा चाहिँ म तपाईहरुलाई टक्कलना एपबाट आफ्नो अकामाको फोटो चेन्ज गर्ने तरिका सिकाउन गइरहेको छु। अप्सरमा पनि यो सिस्टम आइसकेको छ, तर आज म तपाईहरुलाई टक्कलना एप्सबाट फोटो चेन्ज गर्ने तरिका सिकाउन गइरहेको छु। भिडियोलाई सुरु गर्नुभन्दा अगाडि बीएम टेक्निकल भिडियोज युट्युब च्यानललाई सब्स्क्राइब र माया गरिदिनु होला भन्दै भिडियोतर्फ लाग्न चाहन्छु। नमस्ते साथीहरू, आजको भिडियोमा चाहिँ म तपाईहरुलाई टक्कलना एपबाट आफ्नो अकामाको फोटो चेन्ज गर्ने तरिका सिकाउन गइरहेको छु। त्यसको लागि तपाईहरुले टक्कलना एप डाउनलोड गरेर ओपन गर्नुपर्ने हुन्छ। ओपन गरिसकेपछि तपाईहरुलाई यस्तो खालको इन्टरफेस आउँछ। तपाईहरुले पनि अकामाको फोटो देख्न सक्नुहुन्छ। हामी एयरपोर्टमा आउँदा आउँदै लिएको फोटो हो यो। अब हामीले अकामाको फोटो चेन्ज गर्नको लागि चाहिँ पर्सनल एन्ड फ्यामिलीमा जानुपर्ने हुन्छ। त्यहाँ गइसकेपछि तपाईले यहाँ विभिन्न सिस्टमहरु देख्न सक्नुहुनेछ। तपाईको चेन्ज रेसिडेन्स फोटो भनेर देखाएको छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ है। यहाँ क्लिक गरिसकेपछि तपाईको चेन्ज रेसिडेन्स फोटो भनेर यहाँ देखाउँछ। तपाईले कन्टिन्युमा क्लिक गर्नुपर्ने हुन्छ है। कन्टिन्युमा क्लिक गरिसकेपछि तपाईलाई यस्तो इन्टरफेस खुल्नेछ। चेन्ज रेसिडेन्स फोटोमा क्लिक गर्नु होला। त्यसपछि एट्याच रेसिडेन्स फोटो प्लसको आइकनमा क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईहरुले एट्याच फोटोमा क्लिक गर्नुपर्ने हुन्छ। त्यहाँ क्लिक गरिसकेपछि तपाईले अपलोड फ्रम ग्यालरी र ब्राउजर देखाउँछ। ग्यालरीबाट आफूले फोटो चुज गरेर राख्नुपर्ने हुन्छ है। फोटो चुज गरेर राखिसकेपछि तपाईले फोटोलाई मिलाउनु पर्ने हुन्छ, साइजमा मिलाउनु पर्ने हुन्छ। यसरी फोटो मिलाइसकेपछि तपाईले चेक फोटोमा क्लिक गर्नु होला। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ मेरो फोटोमा इन्टु रातो चिन्ह प्लस इन्टुको चिन्ह आइसकेको छ। यो फोटो मिलेन किनभने मेरो ब्याकग्राउन्डमा अरु नै कलर भएको कारणले गर्दाखेरि फोटो मिलेको छैन र फोटो एट्याच भएको छैन। सेतो पर्दाको फोटो हामीले यहाँनेर लगाउनु पर्ने हुन्छ। त्यसैले यो फोटोलाई रिप्लेसमा क्लिक गरेर म रिप्लेस गरेर अर्को फोटो राख्ने छु। यसरी फोटो लिइसकेपछि तपाईले यो फोटोलाई यसरी मिलाउनु होला। यहाँनेर यसरी फोटो मिलाइसकेपछि तपाईले चेक फोटोमा क्लिक गर्नु होला। चेक फोटोमा क्लिक गरिसकेपछि तपाईको फोटो यसरी टिक लागेर आउनेछ, हरियो टिक लागेर आउनेछ। यो भनेको तपाईको फोटो मिल्यो, एट्याच भयो भनेको हो। अब मिलेन यदि केही गरी फोटो अरु फोटो हो भने तपाईको यो रातोमा देखाउँछ, फोटो मिलेन भनेर देखाउँछ। अनि योर पिक्चर हैज बीन पास द भ्यालिडेसन भनेको छ। अब युज फोटोमा क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईको यस्तो इन्टरफेस देखा पर्छ। तपाईको अब कन्टिन्युमा क्लिक गरिदिनु होला। कन्टिन्युमा क्लिक गरिसकेपछि अफसर फी 130 रियाल अनि भ्याट 19.5 रियाल, टोटल 149.5 रियाल भनेको लगभग 150 रियालै भनौँ न हैन। 150 रियाल पैसा पे गर्नुपर्ने हुन्छ है तपाईले यो फोटो राख्नको लागि। अब तपाईले यहाँ आई एक्सेप्ट द फोटोमा क्लिक गर्नु होला र बिफोर प्रोसिडिङ प्लिज रिड एन्ड एग्री टर्म एन्ड कन्डिसन्स भनेको छ हैन। यसमा पनि क्लिक गरिदिनु होला र कन्टिन्यू पेमेन्टमा जानु होला है। प्लिज वेट, डु नट रिफ्रेश अर क्लोज योर स्क्रिन अन्टिल पेमेन्ट इज डन भनेको छ हैन। अब तपाईले यहाँनेर आफ्नो कार्ड नम्बर राख्नुपर्ने हुन्छ है। यसरी तपाईले एटीएम कार्डको नम्बर राख्नु होला। नम्बर राखिसकेपछि एक्सपायरी डेट, एटीएम कार्डको एक्सपायरी डेट पनि राख्नु होला र सीवीवी नम्बरमा चाहिँ तपाईको एटीएममा भिसा कार्ड, वाइफाई वाला कार्डको पछाडी पिन नम्बर हुन्छ, सीवीवी नम्बर हुन्छ, त्यो राख्नु होला। त्यति राखिसकेपछि तपाईले आफ्नो कार होल्डरको नाम राख्नु होला।
कार्ड होल्डर भनेको कार्डको आफ्नो नाम राख्नुहोला र प्रोसिड पेमेन्टमा क्लिक गर्नुहोला। प्रोसिड पेमेन्टमा क्लिक गरिसकेपछि तपाईँको एकाउन्टमा रजिस्टर भएको मोबाइल नम्बरमा एउटा ओटिपी आउनेछ र त्यो ओटिपी यहाँ राखिसकेपछि तपाईँको अकामाको फोटो चेन्ज गर्नको लागि जुन तिर्नु भएको पैसा छ त्यो सक्सेसफुल्ली पेमेन्ट हुन्छ। अब तपाईँले पैसा पेमेन्ट गरिसकेपछि तपाईँको पुरानो फोटो हटाएर नयाँ फोटो जवाजतबाट चेन्ज हुनेछ। यसरी तपाईँहरूले सजिलैसँग आफ्नो अकामाको फोटो चेन्ज गर्न सक्नुहुनेछ। अन्त्यमा साथीहरू मैले चाहिँ फोटो चेन्ज गर्दिनँ, किनभने 150 रियाल तिर्नुपर्छ, त्यो कारणले गर्दाखेरि मैले चाहिँ चेन्ज गर्दिनँ। यदि तपाईँहरू चेन्ज गर्न चाहनुहुन्छ भने यही तरिकाबाट तपाईँहरूले आफ्नो फोटो चेन्ज गर्न सक्नुहुन्छ। यो मैले भिडियोको लागि मात्र बनाएको भएको कारणले फोटो चेन्ज गर्दिनँ भन्दै छुटिन चाहन्छु। धन्यवाद।